हजारौंको संख्यामा नेपाली सेना परिचालन गरिएको छ र आकाशबाट हेलिकप्टरले निगरानी गरिरहेको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा भएको गोलीकाण्डपछि जिल्लाको सुरक्षा अवस्था अझै संवेदनशील बनेको छ। हुन त दर्शकबिन कप्तानगञ्जमा गोलीकाण्डपछि 81 विवाद सिर्जना भयो। विवाद सिर्जना हुन बित्तिकै जिल्लाका विभिन्न स्थानहरूमा प्रदर्शन चर्कियो। दर्शकबिन हजारौंको संख्यामा नेपाली सेना परिचालन गरिएको छ र आकाशबाट हेलिकप्टरले निगरानी गरिरहेको छ। हुन त यति बेला हामी सुनसरीको कटानमा छौं र यहाँहरूलाई जानकारी गरौँ, सुनसरीको कटानहरूको सबै पसलहरू आगजनी गरिएको छ प्रदर्शनकारीहरूले। यति बेला हामी सुनसरीको कोशी कटानको दृश्य यहाँलाई देखाइरहेको छु। कोशी कटानको सबै पसलहरू र नेपाली सेना पनि परिचालन भएको छ। पछाडिको दृश्यमा यहाँहरू देख्न सक्नुहुन्छ नेपाली सेना यति बेला सडकमा उत्रिएको छ। विभिन्न स्थानमा कर्फ्यू र कड़ा सुरक्षा व्यवस्थाका कारण बजार सडक र सार्वजनिक गतिविधि प्रभावित भएका छन्। धेरै ठाउँहरू सुनसान देखिएका छन् भने शान्ति सुरक्षा कायम गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सुरक्षा निकायका निर्देशनको पालना गर्न आग्रह गरेका छन्।